अब यहाँनिर कहाँ हो हामी चाहिँ आज चिम्पोको बर्थडेमा होइन यहाँनिर एकदम स्विमिङ पुल खेलेर सालुगडामा स्विमिङ खेलेर चाहिँ हामी जाँदैछौँ होइन त्यो भएर चाहिँ यहाँनिर हो स्विमिङ पुल चाहिँ कुछ इस तरह को देख सकते हैं आप सोध्न अङ्कललाई अङ्कल हाम्रो कफीको टिटा भिडियो अहिले चाहिँ हामी बाहिर निस्किसक्यो सो अब चाहिँ हामी यहाँबाट निस्किदिएको कता गयो त्यो त प्लाट प्लाट गर्दैछ त अब चाहिँ हाम्रो यहाँबाट निस्किने टाइम भयो काम यस्तो लाग्दो फेरि हो यहाँ के भन्नु अब यहाँ किवा स्विमिङ पुलमा बसिन्छ चाहिँ मजा आउँदै थियो अब यहाँबाट चाहिँ लडे नि हो म पनि बुढे भातै खान्छु त्यो चिम्पोको बर्थडेको स्पेसल चाहिँ यति रहेछ केटा फ्राइड राइस नै भुलायो हामीलाई यो अन्त गरेको चाहिँ एक घुट्की मात्रै नि म त खासमा डल्लै एक घुट्कीमा डल्लै तुराइदिन्छु नि तुराउनु परेन जग्गाको त म फाइनली ब्याट्री पनि चेन्ज हुने भयो अब होइन केटाको स्कुटीमा यहाँनिर पुरानो ब्याट्री चाहिँ चेन्ज गरेर चाहिँ हाल्दैछु अच्छु यस्तो बाटोमा जाँदा जाँदै पानी आउनु थाल्यो ट्याप्पै भिज्यो यहाँनिर चाहिँ तिनधारेमा यस्तो डरदा पानी परेर चाहिँ केटाहरूको बिचो चाहिँ हेर्नुहोस् केही पनि बाँचेको छैन भन्दैछ बाँचेतिर यहाँ माथि चाहिँ स्टावक पनि बनाएको रहेछ होइन यो गुड पो हो यो त भालु बस्ने चराहरू हेर कहाँबाट आएको हो राम्रो गयो नि दिन चाहिँ सिम्पोको बर्थडे रिमेम्बर भएर त्यहाँ बाजेको सानो चिसो लाग्दैन बेलुका दिनको हर्नबिल त तैँले भनेको बेलामा कहाँ भेट्छ त अन्त ए यस्तो भएको चरा है भिजेर बुसा जुम्ला रोक्यो पानी रोक जो हाफपेन्टको कलर छुट्यो क्या यहाँ अर्कै छ यहाँ अर्कै छ हो अब चाहिँ हिँडेको ल हामी केटा भित्रको केही पनि छोडेन केही पनि भोलि कहाँनिर टरस भन्नु थाल्यो चाहिँ केटा ज्वरो आइरहेको मार्की लाग्छ भनेको सुन्नु नपरोस् अहिले चाहिँ पानी रोकेर दामी भइदियो वेदर हेर्न सिलगढी मुनि पानी रोक्यो बल्ल बल्ल टक्क बत्ती पनि बोल्दैन फेरि लुक चाहिँ कुछ इस तरह का है अनुहार त देखेँ सम्हालेर यो भिड मुनि खतरा रहेछ भिड यहाँनिर गिद्धे पाहाडमा छु होइन पल्टु यहाँ हेर्दैन वाह हेलो त्यहाँ बस्छ हेलो त्यहाँ बस्छ यस्तो चाहिँ गाइड हाम्रो चाहिँ यहाँ यो के छ भन्नुपर्ने केही छैन एकदम लुगा फेर्नु छ खै खरसाङको नजाराहरू हाई कसले भन्छ अब हामीलाई भिजेको आमा हेर त लु हाई यसका कारण परमेश्वर